What about Lisa? Sit down. Thank you, sir. अभी मजा आएगा ना भिड़ो चल 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 हाम्रो आज हाम्रो नयाँ खुसीको खबर छ हैन हाम्रो सरकारले 2 दिन छुट्टी दिदा दिनु भएको छ एउटा दोस्रो भनेको हाम्रो नयाँ शिक्षक आउनु भएको छ यो यिम्रो घर बार खाना बार हो यस खुसीयालीमा आउनु त कहाँ जानु भयो तिमीलाई मलाई नै सोधेको किन कहाँ जानु भयो आऊ आऊ यता बस्नु अब हाम्रो नयाँ सर आउनु भएको छ यहाँ अब यिनले आफ्नो परिचय यिनीहरूले दिन्छन् बैगन मजा नहीं आ रहा है यिनलाई सोधेँ म जान्छु ठिक छ ओके सर ओके सर टेन्सन लिनु पर्दैन म सिकाउँछु सिकाउनु म लाग्छु है ल बाई यस्तो यस्तो शिक्षकले सोध्दैन विद्यार्थीले सोधेर आउनुपर्छ यो नियम हो यो विषयमा छोडौँ अब हामी आफ्नो परिचयतिर लागौँ घर त मेरो थाहा पाइसक्नु भएको छ उहाँ सरले भन्नुभयो खाना पारी हो होइन नामको विषयमा कुरा गरौँ भने चाहिँ नाम चाहिँ शिक्षक सर नाम पनि सरै हो काम पेसा पनि सरै हो अब म तिमीहरूको पनि परिचय लिन्छु है एक एक गरेर ठिक छ लु तिमी भन त बुद्धि छैन ल तिमी भन छैन तिम्रो ल बाबु तिमी भन त तिम्रो नाम के हो तिम्रो नाम सिस्टम सर के अरे यार त मेरो नाम भयो तिम्रो नाम के हो के तिम्रो तिम्रो नाम त भनिरहेको छु सिस्टम सर तेरो नाम के हो भने तिम्रै नाम त भनिरहेको छु सिस्टम सर तँ भन् त तँ भन्छ अरे यार तँ भन्नु न अरू तँ त भनिरहेको छु बाबु तिमी भन त ल बाबु तिमी भन ए बाबु म ए बाबु नाम भन् त बाबु नाम मेरो त भनिसकेँ मैले तेरो नाम के हो बाबु मेरो नाम त नरेश हो तेरो नाम चाहिँ के हो के लु होमवर्क त गृह कार्य त दिया होला पहिलाका सरहरूले होइन तर त्योभन्दा पहिले चाहिँ म तिमीहरूलाई अब यो स्कुलको नाम के हो कसलाई सोध्ने थाहा छैन ए बाबु तँ भन् त श्री गोप गोप इन्टरनेसनल स्कुल मार्मा 10 पत्ता गुना बस नै गलत रहेछ नि ठिकै छ होमवर्क होला नि गृह कार्य ल खै एकचाल सिकाऊ ए होमवर्क खै किताब दिएन
ठिक छ यो विषयमा म पछि अध्यक्षजीसँग कुरा गर्छु र अभिभावकसँग पनि कुरा गर्छु ए तिमी देखाउ त होमवर्क किन तेरो तेरो कति दिनको छुट्टी मिलायो 2 दिनको छुट्टी भनेपछि पेट कटक्कै काट्यो तेरो सर मेरो त कलम नै सकिया थियो नि लेखिन अनि किन्नु पर्दैन पैसा छैन सर बाआमाले दिन्नन् दिन्नन् कपी छैन सर मेरो छ चाहिँ के तिमीहरूसँग सर कपडा छ कपडाले मात्र हुन्छ अनि ठिकै छ अब म तिमीहरूलाई अवा लेख्न लगाउँछु है ल अवा लेख त काफी पनि छैन के अब यसमा लेख एकछिन म दिन्छु। पढ्नुको लागि म यहाँ अगाडि हेर यसले अवा पुरा लेख्या छ पुरा लेख्या छ कि नै अरू खै बिचको हजुरले अ लेख्नु भन्दा अरे पुरा लेख न यार पुरा लेख न पुरा त लेख्या छ कहाँ पुरा लेख्या छ पुरा अवा लेख न पुरा अ भयो भेडा भेडा नै रहेछ नि यार पुरा अवा लेख भने त पुरा अवा लेख्या छ कस्ता मास्टरले पढायो यो ठाउँमा त गर्न सकिन के कलम कति छैन सर किन्नु पर्यो नि भन्नु पर्यो बाआमालाई को हुन् बाआमा बोलाउन सक्नुहुन्छ यहाँ पुरा लेख्या मैले अलाई आसम्म लेख भने हो कि पुरा लेखा यहाँ ल यो एक टक्रा भन्नुहोस् यो अमा कतिवटा अक्षर हुन्छ बस यसरी हुन्न यहाँ कति चार्ज गर्नुपर्छ रोग तिमीहरू अहिले कता पढायो भने त म आस्टर फेरि म डर मान्नु पर्दैन एउटा प्रश्न मात्र सोध्छु सही उत्तर दिएछु भने चाहिँ छोडिदिन्छु है सबैलाई हल्ला गर्ने होइन चुप सब चुप एउटा कुरा भन्नु म त बोल्छु नि यहाँ बोल्नु पर्छ तिमीहरू पो चुप लाग्यो भने ए चुप लाग्छौ कि बचाउ चुप लाग धेरै हल्ला गर्ने होइन धेरै दिन सिक्यो ल एउटा कुरा भन् तेरो दाँत कतिवटा छ ल त्यो आफ्नै भन् होइन यस्तो यो ए त होइन बोलाउनु पर्दा यहाँ त यस्तै रहेछ नि सम्हाल्न गाह्रो अध्यक्षजी हजुर तपाईँको विद्यार्थीहरू हेर्नुहोस् तपाईँका मान्छेकाहरू हानेकै छैन खै होमवर्क यताउति भन्दाखेरि बाटोमा यस्तो खेलिरहेको थियो नि के भएको एकचोटि सम्झाउनु त जानु त उता सम्झाउ ओ भाइ बहिनीहरू के भयो
हाने छैन यार मैले त्यो यार अब सरले हान्ने कुरा होइन त्यही त हामी होइन हाँसी खुसी नचाहेर पो पढाउन लाग्छ तर यार यो लट्ठी त मैले यसो टेक्नलाई कहिले सरले त हान्ने कर्तव्य हो हानिहाल्छ नि अब आफैले हो सिक्ने होइन त्यो सर यो ठुलो लट्ठी बालबाल अब सम्झाउने हो बुझाउने हो हान्दै हान्न लट्ठी म हान्दै हान्दैन होइन कहाँ त चुप चुप जस्तो होइन मैले हान्ने त चान्सै हुँदैन होइन अध्यक्षजी मैले त सम्झाउँदै गिटारको भविष्य त्यो गोठालोतिर लाग्थेँ भैँसी चराउँथेँ बाख्रा चराउँथेँ यार अध्यक्षजी त्यस्तो होइन अब सरले यस्तो भन्नु मिल्दैन त्यो सानो सानो आयो भाइ बहिनीहरू छ नि होइन यिनलाई नहानिकन यिनलाई राम्रोसँग पढाउने माया गर्छु नि त पढाउने कहाँ गयो त यी कहाँ गयो अध्यक्षजी तिनीहरूलाई सोधपोछ गर त कहाँ गयो यिनीहरू खोइ अब त कला को गर्नु पर्यो एकछिनपछि छलफल गर्छ होइन ल म यहीँ हुन्छु तिनीहरू त्यसलाई खोजेर ल्याऊ मेरो नातिलाई हान्नेको यहाँ होइन यसले पाली टाली बनाएको नातिलाई यो कसले हान्दै त यहाँ होइन चोटाएको मैले तिनीहरू फेरि त सरकारी स्कुलमा ढाकिरहेको मास्टर अब पढाउन आएको तपाईँको केटाकेटी यसो पढाउन आएको यहाँ सम्झाउँदै थिएँ यहाँ माटोमा खेलिरहेको भनेको नमान्ने होइन मेरो नातिले त हान्यो भन्दै थियो त अनि किन होइन कि यो बाबुलाई त म माया पो गरेँ होइन यो खुट्टे कसरी माया गरेँ मैले कान पनि जोड्दै क्षमा त्यहाँ छैन मेरो हड्डी भाँटी नभने त तिमीले उपकार गर्नु यहाँ अध्यक्षजी पनि हुन्छ यो कार्यालयमा चाहिँ उहाँसँग कुरा पनि गर्नु छ हान्या छैन कि यो सेनावालाले गर्दा हान्या छैन यो हान्ने बुझाउने हेडी न पढाउने काम हुन्छ पनि यिनीहरूको तम्रा गाउँको मान्छे हो होइन त तिमी अध्यक्ष ठल मिलेर यहाँ किन गर्नु त एक आफ्नो अरूको छोला टोलीलाई यस्तो गर्नु हुँदैन के हामी त्यस्तो मिलेको छैन अध्यक्ष हामीलाई सोध्नु त्यो भुट खानालाई मिलाएर तिमीहरू होइन होइन हेर्नुहोस् भट्टौ तपाईँका नातिहरू यत्रो विद्यार्थी यिनीहरू त बोलाएन यिनीहरू फटा छन् कि तिमीहरूको नाति बिग्रिया छन् यिनीहरूलाई सुधार्नु पर्ने मेरो नाति केही बिग्ला छैन कि घरमा सबै काम गर्दा स्कुलमा कस्तो बिग्ला छ त त्यो त आफ्नो अभिभावकले सम्झाउनु पर्ने होइन घरमा अभिभावकले स्कुलमा शिक्षकले सम्झाएको विद्यार्थीको भविष्य बन्छ अनि टेस्टले हानेर ठम्दिन्छ नि त अनि स्कुलमा होइन भने मैले कहाँ हानेको छु त अनि भनिरहेको छ नि त अनि यो पुगेस चाहिँ के अब यिनीहरू बोल्न आउँदैन नसोध्दा पनि किन बोल्न आउँछ त ओके भयो सर मेरो आज घरमा काम छ म जान सक्छु हुन्छ जाऊ ल बटो यहाँ बस पुरा हुन्छ होइन अब यसले पनि बोलाउँछ आफ्नो बाबालाई भने अझै केटा यहाँ तिम्रो बाबालाई पनि बुढो मान्छेलाई यहाँ ढोका दिइरहेको छ यहाँ अहिले बस अध्यक्षजी ल बस बस अनि पछि सरलाई किन भन्ने यहाँ तपाईँको यहाँ हान्नु त के भइरहेछ यो त अध्यक्षजीले हेर्नुपर्छ म पछि हेर्छु नमस्कार नमस्कार के भइरहेछ यहाँ त्यो केटाकेटीहरूलाई पिटिरहेछ यस्तो गर्ने हो मास्टर शिक्षक भएर होइन बस बस यहाँ बस धेरै धेरै कमाउनु अभिभावक बस्नु हजुर तपाईँहरू त थालमा रुवा छैन यस्तो पढेको मान्छेले हेलाचार गर्ने हो भैया पछि हिसाब के गरिरहेको थिएँ मैले यार भन्नुहोस् यहाँ अब सबैलाई भनेर बाटो मुलाउनु परमेश्वर हाम्रो स्कुलमा नयाँ नआउँदो सब पुरा गरिदियो यस्तो गर्नु पर्दैन हाम्रो सर